दिने यो कार्यक्रम हुँदैछ। अब यहाँबाट गएर चाहिँ गुड मर्निङ सबैमा। आज असार 15 है र म चाहिँ लागिसकेँ नेपालतर्फ दिदीसँग है असार 15 मनाउनु लागि। र अहिले चाहिँ हामी शिव मन्दिर पुगेको। ब्युटिफुल बाटोमा कान्छी दिदी र म आज टुवर्ड्स नेपाल धुलाबारी। ल कान्छी दिदी, अब एउटा दामी आजको असार 15 को गीतहरू चाहिँ कुन कुन छ यसो गाइदिनुहोस् हल्का। असारे महिना सिमसिमे झरी परिरहेछ पर, तिमीलाई भेट्न आउँदैछ क्यारे हेरिरहन्छौ तारा। हावा चल्यो सिरिरी रातै बिरिरी, तिमी बजाउँछौ मुरली फेरि। र गाइज अहिले चाहिँ अब हामीले सुविधा बनाएर धुलाबारीतर्फ लागिसक्यौँ है। र सुविधा चाहिँ अहिले तपाईँलाई थाहा छ छैन, फ्री हो सुविधा चाहिँ। र तपाईँको खालि मेन धुलाबारीदेखि उता जानु भने खालि भान्सारको पैसा लाग्छ र सुविधा चाहिँ फ्री गरिदिएको छ। त्यसले गर्दा अब हामी धुलाबारी अब चाहिँ हामी आश्रम पुग्नु आँट्यौँ है। धुलाबारी यहाँबाट जानुपर्छ होला बाटो। र सबैमा जय श्री सचिदानन्द है। र फेरि म आइपुगिसकेँ श्रद्धे आश्रम धुलाबारी। र आज चाहिँ हो अघि नै भनिसकेँ कि आज चाहिँ के छ भन्दा चाहिँ हाम्रो असार 15 को भव्य कार्यक्रम छ धुलाबारी आश्रममा। त्यसले गर्दा म यहाँ धुलाबारी आइपुगिसकेँ। जाउँ भित्र। जय सचिदानन्द। सो गाइस श्रद्धे आश्रम धुलाबारी। यहाँ चाहिँ भव्य रूपमा कार्यक्रम हुने गरेको छ हर साल है। आज चाहिँ म आइपुगिसकेँ श्रद्धे आश्रम धुलाबारी। गुरुद्वारबाट आइपुगेँ है श्रद्धे आश्रम धुलाबारी। यता बाइजी हुनुहुन्छ सन्त महात्मा र सबैजना आइपुगिसक्नु भयो आजको प्रोग्रामको लाभ उठाउनको लागि। र हामी पनि आइपुग्यौँ। गाइस धान मनाइन्छ है। तपाईँलाई देखाउन चाहेको छु मैले त्यही हो साँच्चै। यहाँनिर हाम्रो आश्रमको प्रसाद अब दही चिउरा आज मजाले चिनी दही सबै। जय सचिदानन्द। यस्तो हो अब कहाँबाट आइपुग्छ नि। मिल्ने खालको राख्छु नि। यहाँ पर्छ कि भनेर मैले पनि मिल्ने खालकै लागेको। नानीहरू आयो बस्छ यहीँ धेरै स्कुलको नानीहरू आइपुग्यो है। अब यहाँ भव्य हुन्छ, भव्य धेरै भव्य रूपमा।
ऐसे साल असार महीने को 15 गते तदनुसार 29 जून सन् 2025 आइतबार को दिन मेधापा आज स्थित नेपाल मानव धर्मसेवा समिति मेची क्षेत्र समितिमा म कार्यक्रम सञ्चालन यहाँ हार्दिक अभिवादन गर्न चाहन्छु। आदरणीय उपस्थित महानुभावहरू, हामीले निर्धारित गरेको समयमा महात्मा सुवर्ण बाईजीलाई हार्दिक अनुरोध गर्दछु। सामान्यबाट सम्मान गरिदिनु हुनका लागि म कार्यकर्ता निहाल ठाकुरज्यू र उर्मिला काकीज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसरी नै महात्मा किरण बाईजीलाई पनि आसन गर्नको लागि हार्दिक अनुरोध गर्दछु। महात्मा प्रतिमा बाईजीलाई पनि आसन गर्नको लागि हार्दिक अनुरोध गर्दछु। गौरव महाराज गौरव इन्चार्ज महात्मा रमा बाईजीलाई पनि आसन गर्नको लागि हार्दिक अनुरोध गर्दछु। भावना राई, म भावना राईजीलाई पनि अगाडि आएर आसन गर्नको लागि हार्दिक अनुरोध गर्दछु। त्यसरी नै इस्ट होराइजनबाट हामीले आमन्त्रण गरेका थियौँ नर्थ पोइन्ट इङ्ग्लिस बोर्डिङ स्कुल र यहाँ प्रतिनिधिको नाम पाइरहेको छैन। यदि बोर्डिङबाट सहभागी बन्नु भएको छ भने यहाँ नाम प्राप्त भएको छैन। म प्रतिनिधि या प्रिन्सिपल जो आउनु भएको छ अगाडि आएर ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। अमीर राईज्यू पालिदिनु भएको छ। म अमीर राईज्यूलाई पनि अतिथिको आतिथ्यता ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। दार्जिलिङबाट हाम्रो युट्युबर मित्र सुरज राइटर आउनु भएको छ। उहाँलाई पनि म अतिथिको आतिथ्यको लागि हार्दिक अनुरोध गर्दछु। त्यसरी नै आसामबाट छिमेकी मुलुक भारत आसामबाट भनेको संस्थाका केही लगभग प्रतिष्ठित कार्यकर्ताजीहरूको नाम लिनेछु। महात्मा धर्मिता बाईजीलाई पनि म आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। महात्मा मानवीय बाईजीलाई पनि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यसरी नै मिडिया सम्मान प्रकट गर्न चाहन्छु। एकजना तपाईँले सम्मान प्रकट गरौँ। र यस संस्थाका स्वयंसेवकका सम्पूर्ण पदाधिकारीहरूलाई पनि सम्मान प्रकट हामी सम्मान प्रकट गर्न चाहन्छौँ। त्यसरी नै यस संस्थाका खम्बा युवा समितिका सम्पूर्ण पदाधिकारीहरूलाई पनि हामी सम्मान प्रकट गर्न चाहन्छौँ। यहाँलाई हार्दिक स्वागत पनि गर्न चाहन्छु र स्वागतको क्रममा यहाँले टाढा धेरै आफ्नो समयलाई ख्याल नगरिकन समस्या हुँदा हुँदै पनि आज केही रमाइलो छ। स्वर्णबाई लगायत सन्त महात्मा र मञ्चमा आसीन अतिथिज्यूहरूलाई हार्दिक अनुरोध गर्दछु।
यहाँहरू अगाडि आइदिनु हुनेछ कि यहाँको प्रमुख प्रतिनिधि अगाडि आएर मायाको चिन्ह लिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्छु। लेडिज दिस इज त्यसरी नै पतञ्जलि सेवा समितिका प्रशिक्षकज्यूलाई पनि अगाडि आइदिन आग्रह गर्दछु। अन्य राईज्यूलाई पनि अगाडि आइदिन आग्रह गर्दछु। यहाँले भावना धेरै गर्नु भएको छ विद्यार्थीहरूलाई। एकचोटि फेरि आवाज। शिशु इङ्ग्लिस बोर्डिङ पान्छ सबैलाई म अगाडि आइदिन आग्रह गर्दछु। त्यसरी नै इस्ट होराइजन पान्छ परम इष्टदेव सद्गुरुदेव महाराज जी, सम्पूर्ण केन्द्र क्षेत्रका कार्यकर्ताज्यूहरू, दमक शाखाबाट आउनुभएको पूजनीय महात्मा किरण भाइजी, गौरगाउँबाट आउनुभएको महात्मा मनोरमा बाइजी लगायत सम्पूर्ण देवीगञ्जबाट आउनुभएको महात्मा प्रतिभा बाइजी र साथै सम्पूर्ण स्कुलबाट आउनुभएको शिक्षक शिक्षिका लगायत सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू, हाम्रो भारतवर्षबाट आउनुभएको सम्पूर्ण कार्यकर्ता, सम्पूर्ण दार्जिलिङ सिलगढीबाट आउनुभएको मिडिया, सम्पूर्ण हाम्रो केन्द्रको मिडिया लगायत सम्पूर्ण मेरा आदरणीय माता पिता दाजुभाइ दिदीबहिनी, योगबाट आउनुभएको, आशिषबाट आउनुभएको सम्पूर्ण भक्तहरूलाई, सम्पूर्ण मेरो आदरणीय माता पिता, अन्य मान्य महानुभाव सज्जन सबैजनालाई एकमुष्ट आजको दान दिवसमा श्रद्धा भक्ति भावहरू उपस्थित भइदिनु भएकोमा म नेपाल मानव धर्म सेवा समिति सर्दे आश्रमको तर्फबाट हजुरहरूलाई हार्दिक आभार व्यक्त गर्दै आफ्नो बानी भाइजीहरूको समूह अगाडि जानु नै छ। अब चाहिँ धान रोपाई कार्यक्रम है, भाइजीको हातबाट सबैलाई धान दिने यो कार्यक्रम हुँदैछ। अब यहाँबाट गएर चाहिँ पर जान्छ सबैजना है, म तपाईँलाई देखाउँदैछु कहाँ जान्छ हेर्दै। र पर यहाँ पाँचवटा गहराहरू एकदमै खाली छ, यहाँनिर चाहिँ अब धान रोपाई। सबैजना छ स्टेटहरू डल्लै सुरु भइसकेको छ, धान रोप्न सुरु भइसक्यो। यस्तो छ कति आनन्द। भाइज्यू यहाँ हुनुहुन्छ त ठुलो भाइ, अरू आउनुहुन्छ होला। यहाँनिर फटाफट धान रोप्नु सुरु। यहाँ सोचेर रोप्छ यो धान। रोप्नु सुरु। सबैले बाक्लो हेरेर मिलाएर रोप्नु है। धान रोप्दैछ कान्छीले पनि। सुरु धान रोप्नु।
जग्गा भित्र चाहिँ नानीहरू सबैले धान रोपिरहेको है परसम्म नै मान्छे धान रोप्दैछु रोपिसके धान यति रोपिसक्यो छिटो बाफ्रे एकदमै छिटो नाच गानको साथ समय
गाइज राष्ट्रिय धान रोपन दिवस है भर्खरै अब सक्यो श्रद्धेय आश्रम दुलाबारीमा र मजा आयो एकदमै मजा भव्य रूपले मनाएको है र अब हामी पनि अब निस्किने किन भन्दा फेरि म सिलगढी जानुपर्छ मिटिङ छ मेरो त्यसले गर्दा म बिहान प्रोग्राम एटेन्ड गर्न खालि आएको है त्यसले गर्दा एकदमै दामी मजा आयो सो तपाईँहरूलाई कस्तो लाग्यो आफ्नो संस्कृति है आफ्नो कल्चर देख्दा है र किन भन्दा हामीले यो सबै बिर्सिसकेका छौँ अहिले र यो कुरालाई चाहिँ जारी नै राख्नुहुन्छ हामीले पनि होइन त्यसले गर्दा चाहिँ अब नानीहरूलाई पनि आज चाहिँ कसरी धान रोप्नु गर्छ त्यो पनि सिकाइयो है रोप्दैछ एकैखेपमा अब त्यो 5 गहरा थियो 2-3 गहरा त सकिसक्यो अझ रोप्दैछ भव्य रूपले नानीहरू चाहिँ मजाले अब धान रोपिसकेर इन्जोय गरिरहेको छ है यहाँ धान रोपेर आउने नानीहरू यी सबैजना धान रोपेर आएको